सो हेलो एन्ड नमस्ते साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू, आज पनि एउटा नयाँ रियाक्सन भिडियो लिएर आइसकेको छु। भिडियो हेरेर कस्तो लाग्छ कृपया लाइक, कमेन्ट र च्यानललाई सब्सक्राइब गर्न भने नभुल्नुहोला। साथीहरू, अब भने भिडियो हेर्नतिर सुरु गरौँ है त। ल पर्स चाहिँ भेटिसकेको छ है। अब भने चाहिँ कान्छीले पत्ता लगाएर छोड्ने भयो। अब ज्वाइँलाई यहीँ कति नडराउनु पनि भन्दैछ। अब चाहिँ कान्छीले पर्स भेटाइसकेको छ। उनीहरू जङ्गलमा खोज्न जाने क्रममा चाहिँ उसले चाहिँ सागरको पर्स भेटाइसकेको छ। यति भइसकेपछि चाहिँ केही न केही सबुत त हात पर्यो नि। उनीहरूलाई चाहिँ के भयो भने अब चाहिँ सागरलाई भेटाउन सकिन्छ। सागर पक्कै पनि यही जङ्गलमा नै छ भनेर उनीहरू चाहिँ एक हिसाबले चाहिँ पुरै के परिरहेको छ नि त, लागि परिरहेको छ। अब भेटाउँछौ भने क्या त्यो सिरियल त यतिखेरको एपिसोड त यस्तो जङ्गलमा यो गर्न पनि एकदमै गाह्रो भयो होला है, सिरियल बनाउन पनि, सुटिङ गर्ने टाइममा। चरा पनि खत्रै तरिकाले कराएको थियो। ओबे मलाई पो डर लाएर आइरहेछ। खत्रै जङ्गलमा गयो नि त। ओहो तर जे भए पनि कान्छीमा यतिको साहस र आँट चाहिँ मान्नै पर्छ क्या। यतिको साहस र आँट चाहिँ आएकै हो। आमामामा आफ्नो श्रीमानलाई खोज्न भनेपछि यस्तो यस्तो जङ्गल, घनाघोर जङ्गलमा हिँडेको छ होइन। के अरे यसरी श्रीमानलाई पत्ता लगाउँछु भनेर चाहिँ यसरी हिँडेको छ। मान्छेलाई चाहिँ मान्नै पर्छ क्या। अरू कसै परिवारको कुनै पनि सदस्यबाट चाहिँ साथ सपोर्ट नपाउँदा पनि एउटा दियोरले त दियो नि होइन, दाइले दियो, माइती पक्षको त छँदैछ, घरपट्टिबाट कसैले चाहिँ साथ सहयोगै नदिँदा पनि कान्छी त एकदम आँटिलो भएर जोसिलो भएर ऊ चाहिँ पुरा बुढा खोज्न लागिरहेको छ। जङ्गल पनि खत्रै जङ्गल रहेछ त यार। आमा के हो यस्तो? त्यो भित्रभित्र यार खोल्चा खोल्चा छ त। क्या डरलाग्दो घनाघोर जङ्गल हो यार। अझ साउन्ड पनि त्यस्तै डरलाग्दो छ। म भएको भए त के जान सक्थ्यो होला अरे यस्तो यस्तो डरलाग्दो जङ्गलमा क्या। घनाघोर छ, अब बाघ भालु भेटियो होला होइन। म भएको भए त यति लुत्काएर फर्किन्थ्यो होला। आमामा उभियो यार मासतिर। कुन कुनामा लगेर चाहिँ बाँधेर राखेको छ। क्या डरलाग्दो यार जङ्गल पनि। यस्तो जङ्गलमा त सुटिङ गर्न पनि कतिजना गयो होला नि। चराहरू पनि त्यस्तै कराइरहेको छ फेरि। ल है अब चाहिँ केही होला जस्तो छ। यस्तो भित्रभित्र कुदेखान। तर यतिको अवस्थामा पनि चाहिँ भुन्टीलाई चाहिँ उसको दाइ र देवरले चाहिँ यसरी साथ दिएर यस्तो यस्तो ठाउँमा पनि खोजेको छ, दुःख गरेको छ होइन। सहरमा पनि कति ठाउँमा खोजे भेटाएनन्। अनि त्यसपछि यस्तो घनाघोर जङ्गलमा पनि यसरी चाहिँ साथ, आफ्नो बहिनीको आफ्नो भाउजूको चाहिँ साथ दिएर चाहिँ यसरी जङ्गलमा चाहिँ यसरी खोज्न
आएको कुरोमा चाहिँ हामी सबैजनाले चाहिँ एकदमै एप्रिसिएट चाहिँ गर्नैपर्छ है। जे भए पनि अरू कसैले साथ नदिए पनि यिनीहरूले दिएका छन् क्या। ओहो के हो यस्तो या भित्रभित्र बिचरा ले लौरो पनि बोकेर हिँडेर रहेछ। हेर बिचरा थकित छ कान्छी, पुरा थकित छ बिचरा। निकै लोड परेको छ, जङ्गलको भित्र गाडी कुदेका छन् लौरो बोकेर भए पनि होइन। 3 जना मिलेर कुदेको छ खोजेको छ, तैपनि पाउँछ कि भन्ने आशा। लेट्स सी, पाउनु त परि नै हाल्यो। यति धेरै दुःख कष्ट गरेर खोजेपछि त पाउनु त परिहाल्यो होइन, नपाएर भयो त है। हेर बिचरा कान्छीको हालत देखे क्या हो। ओ रियाक्सन त खत्रै आयो त यार, आयो कि क्या हो। पक्कै पनि भेटेकै हुनुपर्छ अब पछि, स्योर भेट्यो, 100% भेट्यो। के हो यस्तो 100% अब चाहिँ सागर भेट्यो क्या। दर्शकबिन आजको यो भिडियो चाहिँ हेरिहाल्नु भयो। जहाँसम्म लाग्छ सागरलाई चाहिँ यो भागमा अब यो पछिको अर्को भागमा चाहिँ 100% पाउँछ भन्ने चाहिँ आश राखौँ होइन। अब त्यो जङ्गलबाट पनि के कसरी बाहिर निकाल्ने भन्ने कुरो त छँदैछ। र तपाईँहरूलाई आजको यो भिडियो कस्तो लाग्यो र सागर चाहिँ भेटिनुपर्छ अर्को भागमा चाहिँ देखिनु नै पर्छ भन्ने जतिको हुनुहुन्छ। यदि तपाईँहरूलाई पनि अर्को भागमा चाहिँ सागर आउनुपर्छ, सागरलाई भेटाउनुपर्छ भन्ने लाग्छ भने कमेन्टमा सागर लेख्न चाहिँ नभुल्नुहोला र च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नुहोला, किनभने मैले तपाईँहरूको लागि यस्तै भिडियो ल्याइरहेको छु।